गुड मर्निङ साथीहरू, सन्चै हुनुहुन्छ? हेर्नु न, आज केही कामले बजार जाम भनेर यसो बजार जानु लागेको। फेरि कपाल फेरि के गराउने भन्ने हुने कि, अनि फेरि मेकअप पनि गर्नै पर्यो अलिअलि। त्यसपछि मेकअप गर्न थालेँ। मेकअप भनेको पनि फेरि सनस्क्रिन र मोइस्चराइजर मात्रै हो लगाउने भनेको। अनि हल्का लिपस्टिक लगायो, भयो, सक्यो मेरो मेकअप। त्यति नै हो। अनि कपाल अलिक फ्रिजी टाइपको भयो भनेर फेरि ओइल लगायो कपालमा। अनि त्यसपछि तयार हुन लागेको। हल्का लिपस्टिक पनि त्यसमा थपिदिएँ। अनि त्यसपछि म बजारतिर लागेँ। अब फेरि स्कुटर हेर्नु न, स्कुटर अब बाहिर राख्छु, त्यो स्कुटर पनि निकाल्न पर्यो। अनि भिडियो खिच्ने मान्छे पहिला त हुनुहुन्थेन, अनि एकतिर राखेर अलिअलि भिडियो लिएँ। अनि हाम्रो गाउँठाउँ कस्तो लाग्छ हजुरलाई, मैले भिडियोहरू राखिरहेको हुन्छु, फोटोहरू राखिरहेको हुन्छु। त्यसपछि फेरि मेरो माइजूलाई मैले भिडियो गर्नको लागि दिएँ। अनि माइजू भिडियो गरिदिनु भयो मेरो। एकदम गाह्रो हुँदो रहेछ भिडियो गर्न त। मलाई त यो एडिट गर्न नआएर होला, सुरुमा साह्रै गाह्रो लागिरहेछ। अब बिस्तारै बिस्तारै सिक्छु होला। अनि त्यसपछि हामी सरेर अब जान लाग्यौँ बजारतिर। अनि बाटोमा जङ्गल पर्छ, हाम्रो बाटोमा देवघाट हो मेरो घर, जङ्गल पर्छ। अनि त्यही जङ्गलको बाटो हुँदै अब बजारतिर जाऊँ भनेर जान लागेको। अनि त्यसपछि फेरि यहाँ धारा छ कि, यो ढुङ्गे धारा छ। अनि यसमा मान्छेहरू फोटोहरू खिच्ने यताउताको लागि आउँछन्। अनि त्यही भएर मान्छेहरू अलिअलि थिए, धेरै त थिएनन्। अनि त्यस्तै गर्दै गर्दै हामी फेरि बागेश्वरीनिर आइपुग्न लाग्यौँ। अनि यहाँ अहिले कार्यक्रम चलिरहेको यो मलमासमा, त्यही भएर मान्छेको भिड फेरि यहाँ उत्पात बागेश्वरीमा हेर्नु। त्यहाँ त जामै पर्यो एकैछिन त। हामी त बजारमा ट्राफिक जाममा परे जस्तै पर्यो। त्यो मिलाउने मान्छे कोही नभयो होला। अनि बिस्तारै बिस्तारै खुल्यो। अनि हामी बजारतिर फेरि बिस्तारै बढ्दै गयौँ। अनि धेरै हुनुहुन्थ्यो मान्छेहरू, भक्तजनहरू आउनुभएको त्यहाँ। अब सकिन लागेको भनेर होला। अनि एकदम आमा समूहको त्यस्तै ग्रुपहरू गाडीमा थुप्रै आइरहनु भएको थियो। अनि हामी पस्न मिलेन, बजार जान लागेको मान्छे। अनि हामी बिस्तारै फेरि अगाडि बढेर अनि अगाडि निक्लिँदै गयौँ। जङ्गल छ कि हाम्रो घरबाट जाँदाखेरि। धेरैजना त आइसक्नु पनि भयो होला देवघाट। अनि आप्टारी आइयो, आप्टारी चोक हो यो। अनि यहाँसम्म आइयो। बिस्तारै अगाडि बढ्दै फेरि जानु पर्यो। आज खासै गाडी त्यस्तो जाम यताउति थिएन फेरि यता अगाडि त। अनि सजिलरी अगाडि लाग्यो। अनि हामीलाई आँप चाहिएको थियो। अनि फेरि यहाँ बारबटीनिर आइपुग्यौँ। अनि एकचोटि आँप सोधौँ न बारबटीमा कति रुपियाँ के छ भनेर। अनि यहाँ गाड दाइलाई सोधौँ भनेर सोध्यौँ। अनि त्यसपछि छ भन्नुभयो। अनि फेरि छिटो माइजूलाई त्यहाँ झारेर म पार्किङ गर्न गएँ उता। स्कुटी पार्किङ गरेर आउँछु भनेर माइजू माथि जाँदै हुनुहुन्छ। अनि फेरि माइजूले फेरि मलाई पर देख्नु भएछ। अनि फेरि मेरो भिडियो लेखिदिनु भयो। अनि फेरि म आउँदैछु उताबाट टुई गरेर। अनि हामी भित्र गयौँ। अनि त्यहाँ आँप सोध्यौँ। अनि आँप हेरेको टन्नै आएको रहेछ राति। अनि हामी त यति खुसी भयौँ भने। अनि 5 किलो बोकेर जाऊँ भनेर। अनि 79 केजी मात्रै थियो, पर केजी 79। अनि फेरि आँप लिगौँ भनेर एकैछिन त्यही भुलियो। अनि लियो पनि 5 केजी लियौँ। अनि त्यसपछि हामी फेरि अगाडि अलि बेर त्यहाँ मान्छे भिडभाडै थियो नि त। अनि हाम्रो भित्र फेरि खासै काम थिएन ग्रोसरीमा। अनि त्यहाँ आँप मात्रै लिएर जाऊँ भनेर आँप लियौँ। अनि यसो माइजूको नि भिडियो लिइदिन्छु नि त, माइजू हजुरको नि भनेर। अनि माइजूलाई नि हाँसेको भिडियो आयो, माइजूको नि हाँस्नु भएको छ।
अनि माइजू आँप जोड्नतिर जानुभयो उता। अनि हामी पे गरेर अनि अगाडि लाग्यौँ। अनि फेरि माइजू फेरि अलिकति काम रहेछ त्यहाँ सनराइज ब्याङ्कमा। अनि फेरि त्यहाँ गयौँ। अनि टोकन नम्बर फेरि अलि बेरै कुर्न पर्यो। टोकन नम्बर अलि पछाडि नै थियो। अनि त्यही भएर अनि फेरि म बाहिर आएँ। अनि मौसम पुरै बादल, यहाँबाट त्यति देखे छैन तर बादल लागिरहेको थियो। पानी पर्ला जस्तो मौसम त्यस्तै छ नि त अहिलेको। अनि फेरि स्कुटी कहाँ कता मोबाइल फेरि कता राखेको छ। अनि अरू काम पनि धेरै थियो। अनि सबै कामको भिडियो लिन सकिनँ मैले। अनि त्यसपछि पानी पनि पर्यो। अरू कामहरू सकेर अनि घरतिर आएँ। थ्याङ्क यू फर वाचिङ। बाई सबैजनालाई।